अब त फाट्दैछ यो बादल पुरै फाट्छ क्या अब यहाँबाट त अब काठमाडौँ भ्यू बबाल हेर्नुपर्ने हुन्छ हामीले काठमाडौँको सूर्यचौर भन्ने यही हो साथीहरू जिन्दगानीमा राम्रो हो कस्तो हो यो आवाज सालाजनाको आवाज त रेकर्ड गर्नु पर्यो यार एकचोटि हामी घुम्न हिँडेको दुश्मनले हेरेको हेरे वेलकम टु माई न्यू ब्लग सो गाइज आज घोलङमा हजुरहरूलाई स्वागत छ आज चाहिँ हामी जाँदैछौँ झोर बाइकले नतानेर पुरै भइरहेछ हैन बाटो चाहिँ लास उखालो छ के साह्रै चिलमा छौँ हामी फ्रेस भइरहेछ मुडहरू हामी रिप्लेसमेन्टको लागि आएको आज भेनाको सधैँ काम हुन्थ्यो नि त आज चाहिँ छुट्टी भएर आज चाहिँ हामी रिप्लेसमेन्टको लागि झोर जाँदैछौँ भिडियो अन्तिमसम्म सूर्यचौर जाँदैछौँ झोर चाहिँ हामी पहिला पनि गएको नि त धेरैचोटि गइसक्यो आज यता जाँदैछौँ अगाडि दुईटा बाइक गइसक्यो हामी चाहिँ लास्टमा छौँ यो एडभेन्चर बाइकमा लास्ट उखालो पानी परेर हल्का चिप्लो भयो नि त त्यही भएर तानेन नत्र फेरि स्पेसलै तान्छ अब के हुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला लेट्स गो गाइज हेलो गाइज यति बेला हामी यो सुलीचौर एकदम अप्ठ्यारो बाटो छ यो अब हजुरहरू यति बेला राइडर 46 ब्लगमा हामी फेरि जोडिएका छन् यति बेला भेनाले भ्लग गर्दैछ भने सालोले चलाउँदै बाटो पुरै सब फ्रेस हुनको लागि आएको अब अलि माथि पुगेपछि लगभग फ्रेस भइन्छ होला पुरै हुस्सो लाएर केही छैन अनि यही भ्लगबाट मैले मेरो बुढीलाई नि धेरै सम्झेको छु यसरी नै राइड गर्न मन थियो तर बुढी नभए नि बुढीको भाइ हुँदाखेरि म धेरै खुसी छु अनि पुरै राइडिङमा छौँ यस्तो कुहिरो छ पानी पर्न मात्रै बाँकी छ तर हामीलाई पानीको पनि डर छैन फेरि हामी पुरै सेफ्टीका साथ छौँ रेनकोट सेफ्टी लगाएर सबै है आज शनिबार भएको भएर नि मान्छेहरू धेरै है यहाँ रमाइलो गर्न आउने अझ कति टाढा जानुपर्ने हो हामी फ्रेस हुँदैछौँ जाँदैछौँ हामीलाई यहाँनिर रोकिनुपर्छ भन्ने छैन हामी गएको चाहिँ तर हामीले इन्जोय चाहिँ गरिरहेको तर बाटो पुरै बाटो ए प्रभु बाइकको टायर दुइटै चिप्लेर कहिले यता जान्छु भनेको उता जान्छु भनेको यता भइरहेछ यो ढुङ्गा यति ठुलो छ कि माकसम छ औ भनाइ के छ त बाबु साला केही छैन हामी इन्जोय गरिरहेछौँ धन्दै हामी लडे तर म भेनालाई एक पनि नलडाएर सेफ्टी हामी धन्दै खोला अहिले त्यो खोलाको पारिबाट देखाउँछु त्यो खोलामा गइसक्यो धन्न ओ माइ गॉड वाउ सो नाइस प्लेस यो बाख्राहरू यो बाख्राहरूदेखि लिएर स्कुटी पनि धेरै छ इन्जोय गरिरहने ओ माइ गॉड यहाँ झर्नुपर्छ मलाई यो हेर्नु अगाडि पनि हाम्रो दादा भइसिन्छ दादाको बाइकले पनि एकदम गाह्रो बनाउँछ भनेर यो बाटो पुरै हामी तर पनि डराएको छैनौँ यो बाटोले दिने धोका दिइरहेछ कहिले हालिसक्यो अस्ति पुरै हालिसक्यो नि गाइस फेरि बसेँ म अब फेरि स्टार्ट गर्छ हामी ब्लग पुरै पसिना आइसक्यो मेरो यो बाटो देखेर ल गाइस हामी फाइनली ठाउँमा पुगिसक्यौँ अब हामी चाहिँ यहाँबाट अब हामी हिँड्दै जान्छौँ जे भयो नि आउनलाई मात्रै सोचेको जानु पनि छ है जानु पनि छ साँझ चाहिँ यास गर्ने हो क्या साँझ मैले त भने बाउ साहबले सक्छिन् म लैजान्छु भनेको फेरि अब ल अब हामी हेलमेट यहीँ राख्ने हो
ए त्यही त फेरि हामी फेरि आफ्नो सेभ आफै गर्छौँ किनभने अब हामीले धेरै कुराहरू भोगेको छ नि त अस्ति त्यो हो हामीले अस्ति 9,000 को हेलमेट किनेर हरा हो नि त त्यही भएर म चाहिँ फेरि भेनाको हेलमेट नहराओस् भनेर एउटा भिडियो आएको छ कि गाई कालो मैले बिहानै हेरिसकेको टिकटकतिर अनि मलाई यस्तो राम्रो कमेन्ट गरेका छन् मान्छेहरूले तपाईँको यो टिम सबैलाई फलो नगर्ने भनेको छ गाई कालो गाईको दुध सेतो या के अरे एउटा कमेन्ट चाहिँ यसले आफै मन परेर स्क्रिनसट गरेर राखेको रहेछ त्यो चाहिँ यसले पनि राखेको छ अनि कलौटेको त्यो गीतको भिडियोमा चाहिँ होइन गीतले मागे जस्तो कथा मागे जस्तो सारा कलाकार समेट्ने यो डाइरेक्टरलाई 21 तोपको सलाम रे कलौटेहरू हालेको भएर तर त्यो चरित्र भएको छ क्या अहिले तर यो केटी अस्ति भेट्टी थिएँ के अरे मलाई के अरे एउटा भिडियोमा खेलाइदिनु पऱ्यो भने हैरान गर्छ सुन्दरलाई हामी भिना त एकछिन टेन्सन नगर भनेको हजुरले दिस्यो मिठाई म त दिनु पर्यो त यार राजा सुन्दरले डाइरेक्टरलाई भेटाउनै पर्दैन नि सुटिङ गर्नलाई यार पुरै दिस्यो होला म त फेरि मिठो दिइहाल्छु नि झ्याडझ्याड पनि गरेको छ होला के हामी मिठो दिन्छौँ के आज हेर्नलाई भ्यू पनि केही देखिन पछाडि कुहिरो लागेर होइन तर हेरेको एउटा तल तर यहाँबाट केही पनि देखेको छैन आज हामी ठाउँ मात्रै हेऱ्यौँ ठाउँ भन्दा नि अरूका बाइक र गाडी के गर्ने त अरू नि नेपालको राम्रो अब त फाट्दैछ यो बादल पुरै फाट्छ क्या अब यहाँबाट त अब काठमाडौँ भ्यू बबाल हेर्नुपर्ने हुन्छ हामीले यहाँ त पुरै डाँडा हो यहाँ त रसुवा काठमाडौँको सूर्यचौर भन्ने यही हो साथीहरू छोटीले बुनेको जाल मलाई माया लाग्छ तारा हुनेको मलाई माया लाग्छ गाई कालो गाईको यो कोठा त यस्तै हान्ने यस्तरी यसरी हजुरको पोकोहरूले हामीले देखाएको पनि छैन बुढो मात्रै अनि के अरे तारा देखियो खास गरी उहाँले गाई कालो गाईको दुध सेतो यस्ता अर्थका गीत मात्रै नगरेर मौलिक गीतहरू पनि गर्नुहुन्छ है भाइ तपाईँ अहिले उहाँ खास गरी अहिले पैसा यनी आऊ पैसा कमाउने उद्देश्यमा हुनुहुन्छ जसले पैसा बदक दिन्छ उसलाई त नाङ्गो फिल्म खेल्थ्यो भने पनि खिचिदिनुहुन्छ खेल्न चाहिँ नखेल्नु है भाइ त्यस्तो गर्दिनँ त्यस्तो गर्नु पनि हुन्न होला अनि फेरि कैलालीको देउता लागि आइगयो त यार होइन यहाँ चाहिँ नाच्न लाग्नु भएको छ आज चाहिँ स्पेसल हजुर ल अब गाइजहरूलाई मैले नचाइरहेको छु होइन मेरो डाइरेक्टरमा यहाँ नाचिरहनु भयो ल कस्तो नाच्नुहुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला है गाइज सन खाल्यो गाईको दुध कालो गाई रेडियो ल रेडियो मैले चाहिँ यहाँ एउटा गीत गाउन लगाएको छु पनि होला त्यो तालिम पड्काउँदा हेर उभिएर सालाले त्यत्रो भिनाले नमान्ने कुरो हुन्छ त्यहाँ होस् भान्सालाई त्यस्तो गर्न मिल्दैन होला मेरो सबै भान्साहरू भाइहरू म त सबैभन्दा ठुलो मान्छे ल जामे रुमाल पर्दैन अब कालो बादल उत्तरमा सरियो उही छटपटी आजानी दरियो मुसलधारे पानी परेछ पानी परेछ सैलाई सम्झिने मानी परेछ पानी परेछ पानी
पर्दा उसैलाई सम्झने बानी पर्या छ। ल है ठाकुर राइडर 46 युट्युब च्यानललाई सबैले सब्स्क्राइब गर्नुलाई माया गर्नुलाई। शक्तिचन्दको बजारको आन्न होला। हामी त गाउँमा गएपछि मात्रै कैरानीका देउटा लाग्यो महिना आजभोलि काठमाडौँ आएदेखि त मैले केही बनाएको पनि छैन। म गाउँ गएपछि फेरि बनाउँछु। मका ढाल्ने बेला जाने मका ढाल्ने बेला अब। अच्छा सो गाइज आज चाहिँ अहिले चाहिँ हामी यहाँबाट फर्किसक्यौँ। नुवाकोट सूर्य चौरदेखि हामी यहाँबाट फर्कि पनि सक्यौँ। काठमाडौँ नजिकै हुनुहुन्छ भने यो ठाउँमा आउनु होला हजुर पनि। हजुरको लागि यो राम्रो डेस्टिनेसन हुनेछ हजुर। अनि आज पो कुहिरो भयो त अरू बेला त कुहिरो हुन्न होला नि त। भोलि पर्सि आउन सक्नुहुन्छ हजुर। लास्ट राम्रो छ ठाउँ जोस् बसेर इन्जोय गर्नलाई जोस् राम्रो छ। अब हामी चाहिँ यहाँबाट फर्किसक्यो। अब खाजासाजा खान्छ अनि फर्किन्छ गाइस। यहाँ यस्तो छ खाजासाजा खाँदै पनि हो चटपटे। ल ल खाम होला खै थाहा छैन सिकाउनु पर्यो। अब अहिले त बोबालाई भ्यू सिन फेरि जानुपर्छ त्यहाँ एकचोटि है। अब दामी भ्यू। हामी चाहिँ मर्सरी भनेर साजा खाएर पनि हामी अब निस्किसक्यो। अब हामी चाहिँ यहाँबाट सिधै अब कहाँ जान्छौँ। अब हामी निस्किन्छौँ यहाँबाट जे भयो नि। अब निस्किन्छौँ के हुन्छ अगाडि छैन जो जिन्दगानीमा। यति बेला हामी फेरि भ्लगमा आइसकेका छौँ। त्यहाँ बाटो एकदम अप्ठ्यारो हामीले देखाएको थियौँ। अहिले भने बिचमा त्यो बाटो कटेर जाँदा जति दुःख देखाएको थियौँ आउँदा त्योभन्दा बढी दुःख भयो हामीलाई। एकदम पानीले पनि भिजाएर मोबाइल लिन पाएनौँ। अहिले यहाँ आउँदा चाहिँ पानी पुरै छैन। त्यही भएर हामीले फेरि भ्लग गर्दैछौँ। सर र ठकुरी राइडरलाई मैले ऐनाबाट देखाइरहेको छु। उहाँ चाहिँ एकदम सर्लकको बाइकमा, म पछाडि। गाईको दुध सेतो हाम्रो पालो। हामी त राम्रै रहेछ फुलभन्दा गाउने जिन्दगानीमा राम्रो हो कस्तो हो यो आवाज। सालाजनाको आवाज त रेकर्ड गर्नु पर्यो यार एकचोटि। हामी घुम्न हिँडेको दुश्मनले हेरेको आज चाहिँ हामी धेरै इन्जोय गरेर अब हामी यहाँबाट निस्किन लाग्यो। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच फर वाचिङ गाइज।